धनगढी महानगरपालिका वडा नम्बर 14 को फुलबारीको सी गाउँमा छौँ। यहाँ हाम्रो लालसिंह भाटजी हुनुहुन्छ, शारीरिक रूपमा अपाङ्गता भएको व्यक्ति। हामी अपाङ्गता समावेशी विकास मिसन टु नेपाल डिआइडी मिसन टु नेपालको मोबिलिटी सपोर्ट कार्यक्रम अन्तर्गत आज हामी उहाँलाई एउटा एक थान व्हिलचेयर दिन गइरहेछौँ र यो व्हिलचेयर उहाँलाई हामीले कुनै विदेशी यात्री संस्थाको सहयोगमा भन्दा पनि हामीले चाहिँ नितान्त रूपमा हाम्रो मोबिलिटी सहयोग क्याम्पेन जो हामीले सञ्चालन गरेका छौँ त्यो अन्तर्गत हामीलाई विभिन्न सङ्घ संस्थाहरू विभिन्न चाहिँ व्यक्तिहरूले चाहिँ विभिन्न आफ्नो सुअवसरमा गरेको सहयोग मार्फत हामीले उहाँलाई चाहिँ यो एक थान व्हिलचेयर हस्तान्तरण गरेका छौँ। उहाँ चाहिँ शारीरिक रूपमा पूर्ण रूपमा अशक्त हुनुहुन्छ, दुर्घटनामा परेर भिरबाट लडेर एउटा खुट्टा पूर्ण रूपमा उहाँको क्षति भएको छ भने अर्को खुट्टा पनि एकदम अशक्त रूपमा हुनुहुन्छ। उहाँ विगत 5-6 महिनादेखि चाहिँ यो व्हिलचेयर नभएर घरभित्र नै दिशापिसाब गर्नुपर्ने अवस्थामा हुनुहुन्थ्यो र उहाँको घर परिवारको सदस्यहरूले उहाँलाई बाहिरभित्र पनि बोकेर लग्नुपर्ने अवस्था थियो र यो अवस्थाबाट उहाँलाई माथि उठाउनका लागि आज हामीले उहाँलाई एकथान एउटा व्हिलचेयर हस्तान्तरण गरेका छौँ र लालसिंह भाटजीलाई धेरै धेरै धन्यवाद छ। कस्तो लागिरहेको छ यो व्हिलचेयर पाएर? धेरै खुसी लागिरहेछ सर, किनभने अब बाहिरभित्र बोकेर लग्दा अब धेरै अप्ठ्यारो उहाँलाई पनि मलाई पनि अप्ठ्यारो लाग्थ्यो, त्यही भएर धेरै राम्रो। बाहिरभित्र बोकेरै लग्नुहुन्थ्यो, अब कस्तो महसुस गरिराख्नु? धेरै खुसी लाग्यो, अब यो धेरै राम्रो महसुस भइरहेछ। तपाईँले यो दिने संस्था डिआइडी मिसन टु नेपाललाई के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो डिआइडी संस्था नेपाल मिसन अफिस हो, हजुर, त्यसलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि धेरै धेरै धन्यवाद तपाईँलाई पनि। यो कति वर्षदेखि तपाईँको यो समस्या थियो जस्तो? यो कति महिनादेखि तपाईँले यो व्हिलचेयर नभएर घरभित्रै हुनुहुन्छ? व्हिलचेयर नभएको 7-8 महिना जति भयो। हजुर, पहिलाको व्हिलचेयर पनि हजुरले नै दिनुभएको हो पहिला। हजुर, अनि त्यो बिग्रिएर अनि त्यो टुटिसकेको थियो त्यो। त्यस पछाडि मैले हजुरलाई खबर गरेको। ल हामीले अब ढिलै भए पनि हामीले पनि विभिन्न प्रोसेसहरू चाल्नु पर्ने भएर ढिलै भए पनि हामीले खानाको व्हिलचेयर दिएको छौँ। अब पक्कै पनि तपाईँको दैनिक क्रियाकलापमा सहज हुनेछ भन्ने आशा लिएका छौँ र आगामी दिनमा पनि त्यस्तो किसिमको सहयोग हुने हामीले गर्न सक्ने हामी गर्ने नै छौँ भन्दै यहाँलाई धेरै धेरै धन्यवाद।